पुसको पानीमा हजुरहरूले मिक्स अचार बनाउनु भयो त अमिलो पिरो नुनिलो ट्वाक्क मिलेको एकदम मिठो हुन्छ अनि हजुरहरूलाई कस्तो लाग्छ बनाउनु भयो कि छैन बाँकी छ भने बनाइहाल्नुहोस् है पुसको दिन त अझै बाँकी छ मैले चाहिँ काँक्रो अनि काउली त्यसै गरी मुला यो चाहिँ स्यालेरी हो गाजर बन्दाकोपी त्यसै गरी मैले चाहिँ अलिकति हरियो केराउ अनि खोर्सानी राखेँ माथिबाट स्वादअनुसार नुन राखिसकेपछि पुसको सफा खानेपानी राख्ने यो अचार बनाउन चाहिँ साह्रै नै सजिलो केही झन्झट गर्नै नपर्ने अनि अरू ब्रोकोली यताउति केही मनपर्छ भने फेरि पनि थप्न सक्नुहुन्छ यदि लप्सी छ भने लप्सी पनि राख्नु होला मजाले चलाएर बिर्को लगाएर घाममा राखिसकेपछि 10 दिन पछाडिदेखि खान सुरु हुन्छ यदि घाम छैन भने रुम टेम्परेचरमा न्यानो ठाउँमा राख्नु होला जब अमिलिन्छ त्यसपछि सप सप भातसँग मुछेर खान असाध्यै नै मिठो हुन्छ मेरो यो सानो प्रयास हजुरहरूलाई कस्तो लाग्यो अनि हजुरहरूले पनि ठ्याक्कै यसै गरी बनाएर ट्राई गर्नुहोस् है